राजावादीहरू प्रदर्शनका लागि निस्केपछि काठमाडौँमा माओवादीको पहलमा गणतन्त्रवादीहरूले पनि प्रदर्शन गर्ने भएको छ। यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादीका एक नेताले जानकारी दिए। ठूला दलहरूको संलग्नतामा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको तयारी भइरहेको छ। अरू दलहरू तयार हुन्छन्, नभए माओवादी एक्लैले गर्छ, ती नेताले भने। प्रदर्शनको समय भने तय भएको छैन। चैत पहिलो साताभित्र काठमाडौँमा प्रदर्शन गर्ने तयारी रहेको नेताहरू बताउँछन्। राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू तराई मधेस जागरण अभियान स्थगित गरेर काठमाडौँ केन्द्रित भएका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव टुरप्रसाद उपाध्यायका अनुसार काठमाडौँ केन्द्रित भएका शीर्ष नेताहरू अनौपचारिक संवादमा छन्। राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका हुन्। अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुगिने नेताहरू बताउँछन्। आज पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम गरे। काठमाडौँ आउँदा राजावादीहरूले धुमधामसँग स्वागत गर्ने तयारी गरेका छन्। राप्रपा नेपाल सहितका राजनीतिक दल र संघ संस्थाहरूले काठमाडौँका विभिन्न स्थानबाट र्याली सहित प्रदर्शनको तयारी गरेका छन्। पोखरामा एक साता बसाएपछि पूर्व राजा शाह आज दिउँसो हवाई मार्ग हुँदै काठमाडौँ विमानस्थलमा ओर्लिँदैछन्। राजावादीहरूले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्नेछन्। शाह विमानस्थलबाट महाराजगञ्ज स्थित निर्मल निवास जानेछन्। राजावादीहरू पनि उनलाई पुर्याउन र्याली सहित निर्मल निवाससम्म पुग्ने तयारीमा छन्।